सो धेरैजनाले GLM 5.2 को बारेमा अलरेडी सुनिसक्नु भयो होला। यदि सुन्नु भएको छैन भने पनि म भन्छु है त। GLM 5.2 भनेको चाहिँ चाइनाको एउटा जेट एआई भन्ने कम्पनीले रिलिज गरेको एउटा नयाँ एआई मोडल हो र यो GLM 5.2 मा चाहिँ तीनटा विशेष कुराहरू छन्। एउटा कुरा भनेको चाहिँ यो ओपन वेट मोडल हो, दोस्रो कुरा भनेको यसको 1 मिलियन को कन्टेक्स्ट विन्डो छ र तेस्रो कुरा भनेको चाहिँ एउटा स्ट्रङ कोडिङ एजेन्ट हो, साथसाथै यो सस्तो पनि छ। अब धेरैजनाले बुझ्नु भएन होला ओपन वेट मोडल भनेको चाहिँ के हो त भनेर। ओपन वेट मोडल भनेको चाहिँ त्यस्तो मोडल हो जुन मोडललाई चाहिँ डेभलपरले आफै कस्टमाइज अथवा आफै मोडिफाई गर्न सक्नुहुन्छ। जस्तै हामीले च्याट जीपीटी अथवा क्लड चलाइराख्दाखेरि चाहिँ हामीले उनीहरूको मोडलहरुसँग कुरा गर्दाखेरि चाहिँ हामीले प्रोम्प्ट दिन्छौँ, अनि सो बेसिकली त्यो प्रोम्प्ट चाहिँ उनीहरूको सर्भरमा गएर आउने हो। हामीले एक्चुअलमै उनीहरूको त्यो मोडल त हामीले कस्टमाइज गर्न सकिँदैन नि त, हामीले ओन गर्न सकिँदैन नि त। तर ओपन वेट मोडलमा चाहिँ डेभलपरहरूले त्यो मोडललाई आफ्नै सर्भरमा रन गर्न सक्नुहुन्छ हैन, कस्टमाइज गर्न सक्नुहुन्छ, फाइन ट्युनिङ गर्न सक्नुहुन्छ, अनि आफ्नै प्रोडक्ट अथवा बिजनेसको क्राइटेरिया अनुसार डिमान्ड अनुसार त्यसलाई कस्टमाइज गरेर युज गर्न सक्नुहुन्छ। यस्तो ओपन वेट मोडलहरु चाहिँ धेरै यस्तो कम्पनीहरूले युज गर्नुहुन्छ प्राइभेसीको कारणले। जस्तै अब कम्पनीको डेटाहरू अब क्लड अथवा च्याट जीपीटीहरूलाई दिने हो भने त एउटा त प्राइभेसीको इस्यु आयो, किनकि कम्पनीको सबै डेटाहरू प्राइभेट डेटाहरू त उनीहरूको एन्थ्रोपिकको अथवा ओपन एआईको सर्भरमा जाने भयो। त्यही भएर उहाँहरूले चाहिँ के गर्नुहुन्छ भन्दाखेरि यो ओपन वेट मोडलहरू आफ्नै सर्भरमा रन गरेर फाइन ट्युनिङहरू गर्नुहुन्छ भनौँ न। अब डेभलपरहरूले चाहिँ ओलामा LM स्टुडियो, VLLM जस्तो टुलहरूबाट चाहिँ ओपन मोडलहरू चाहिँ रन गर्न सक्नुहुन्छ। एआई को दुनियाँ अब एकदमै तीव्र गतिमा अगाडि बढिरहेछ। यदि पछाडि छुटिन मन छैन भने आजै फलो गर्नु होला। धन्यवाद।